कथा अनुसार किरात राजा बलिहाङ गम्भीर बिरामी परेपछि उनकी दिदी जमुनाले उनको स्याहार र रक्षा गरिन्। जब यमराज आत्मा लिन आए, जमुनाले उनलाई बिन्ती गरिन्, पञ्चमीसम्म पर्खनुहोस्। त्यसपछि उनले भाइका लागि लामो र विशेष पूजा गरिन् र यमराजकै लागि पनि पूजा गरी केही शर्तहरू राखे। जबसम्म भाइको निधारमा लगाएको टीका टिकिँदैन, छरिएको पानी तेल सुक्दैन र मखमली फुल ओइलाउँदैन, तबसम्म मेरो भाइको आत्मा लैजान पाउनुहुन्न। धेरै वर्षसम्म यमराजले आफ्ना दूत पठाएर हेर्न लगाइरहे, तर हरेक वर्षको भाइटीका आउँदा पनि त्यो अवस्था नबदलिएको। अन्ततः उनले बलिहाङको जीवन विधिको श्रद्धा र प्रेमले जितेको स्वीकार गरे र उनलाई दीर्घायुको वरदान दिए। आजका दिदीबहिनीहरूले यही कथा सम्झेर भाइटीका हर्ष र ममताका साथ मनाउँछन्। उनीहरू विश्वास गर्छन् कि यस दिन गरिएको पूजा र टीकाले भाइलाई मृत्युबाट जोगाउँछ र दीर्घायु, स्वास्थ्य र समृद्धि दिन्छ। यस दिन दिदीबहिनीहरूले भाइको निधारमा पवित्र टीका लगाएर भगवान यमराजसँग भाइको दीर्घायु र सुखको कामना गर्छन् र सप्तरङ्गी टीका लगाउने पनि चलन रहेको छ। जसका आफ्ना भाइ वा दिदीहरू हुँदैनन्, उनीहरू काठमाडौँको रानी पोखरी स्थित यमराजेश्वर मन्दिर जान्छन्। त्यहाँ भगवान शिवको पूजा गरेर भाइ टीका लगाइन्छ। यो मन्दिर वर्षभरि बन्द रहने तर भाइ टीकाको दिन मात्र खुल्ने विशेष परम्परा रहेको छ।